3D रेस्टुरेन्टमा छौँ अहिले। यहाँबाट चाहिँ ओके यहाँ चाहिँ पुरै जङ्गलभित्र गएको फिल हुँदो रहेछ ढुक्कसँगले। यस्तो रहेछ। हामी चाहिँ यता अब छिर्यौँ अब यता सेकेन्ड फ्लोरमा। यस्तो रहेछ ढुक्कसँगले विभिन्न कुराहरू झल्काइएको रहेछ। यस्तो रहेछ यहाँ चाहिँ ढुक्कसँगले फरक फरक भाइब्स। यता चाहिँ स्क्यारी रुम छ जस्तो छ। यहाँ चाहिँ फुल्ली स्क्यारी रहेछ। माथि नै आउनु है। पुरै हेल रहेछ यहाँ चाहिँ। यस्तो रहेछ। यतातिर चाहिँ स्पेस रहेछ है टक्कसँगले गजब। अर्को फ्लोरमा जाँदैछौँ हामी। वाइल्ड लाइफ टक्कसँगले। यता यो रुम वाउ खै प्राइभेट रुम। यो चाहिँ प्राइभेट रुम रहेछ। 1 आवरको 800 है। 1 आवरको 800 भन्दै हुनुहुन्छ अहिले। गजब रहेछ प्राइभेट रुम एकदम साउन्ड प्रुफ रहेछ। ओके यो यहाँको पेन्टिङहरू एकदम दामी छ। अझै अर्को फ्लोरमा यतातिर डाइनासोर यतातिर यहाँ चाहिँ पार्टी चल्दै रहेछ। पार्टी गर्ने ठाउँ रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ पार्टी गर्ने रुम लाइट पुरै यहाँ चाहिँ पुरै ग्लासको रहेछ पुरै। गजब गजब दामी दामी टक्कसँगले यहाँबाट पनि बौरो देखिरहेछ टक्कसँगले। टपबाट देखिएको भ्यू गजब देखिरहेछ बौरो है कपन साइड एकदम गजब। यो चाहिँ आजको हाम्रो डिनर एट 3D। यो चाहिँ ढिँडो। यहाँ चाहिँ मेरी श्रीमती आज फर्स्ट टाइम मैले भिडियोमा हाल्दैछु। आज चाहिँ हाम्रो एनिभर्सरी हो 8th एनिभर्सरी। बडी ह्याप्पी एनिभर्सरी। अनि हामी चाहिँ मेरो चाहिँ थकाली सेट हो। मेरो श्रीमतीको चाहिँ ढिँडो के गरे यो कोदाको धेरै आइटम छ। खाँदै जाउँ। गजब है हेर्दाखेरि आकर्षक देखिरहेछ। वाउ